हेलो नमस्कार। हामीहरू चाहिँ जाँदैछौँ शिवसागरबाट दिसाङमुख। अहिले गाडीमा ट्राभलिङ, अब टमटममा ट्राभलिङ गर्दैछौँ। हजुरहरू हेर्न सक्नुहुनेछ। यो चाहिँ दिसाङमुख टाउन हो। अहिले चाहिँ टमटममा गइराखेका छौँ। गाडी एक जग्गा पार्किङ गरेर दिसाङमुखमा र यो टमटममा यहाँ दिसाङमुखमा नामेर मार्केट गर्न थाल्यौँ। र अब यहाँबाट निक्ल्यौँ। यो साप्ताहिक बजार दिसाङमुखको। र यो देखिएको सर्किट हाउस र अहिले दिसाङमुख घाटमा पुग्यो। सापरी जाने घाट हो यो। र नदी अलिअलि बढेका पनि छन्, हेर्न सक्नुहुनेछ। फेरीमा जानुपर्ने पारी, घाटमा अलिकति उता पारीपट्टि काम छ। र नाउ परो उतापट्टि। र नाउमा अब हेलो गुड मर्निङ, राधे राधे। हजुरहरूलाई के कस्तो छ? राम्रै छ होला भन्ने म आशा गर्दछु र मलाई पनि राम्रै छ। यो चाहिँ हो दिसाङमुख, शिवसागर दिसाङमुख नदी पार। दिहिङ नदी यो ब्रह्मपुत्र पानी बढेको रहेछ। दिसाङमुखको नदी र आजलाई यतिमै समाप्त गरियो।